हेलो गाइज, हाम्रो चाहिँ नास्ता खाने बेला हुन थाल्यो। यो चाहिँ मेड इन कोरिया तर नेपालमै किनेको हो। हाम्रो नास्ता आज यस्तो भयो। यहाँ चाहिँ अब हल्काउने, त्यसपछि यसको सुप छ, स्पेसल सुप राख्ने, अनि सस राख्नु मन लाग्यो सस राख्ने, अनि खाने यत्तिकै। नुन त्यही हाल्ने, एकदम मिठो होला बेसी छ। यत्तिकै त खासै मिठो बेसी होइन, पाकेपछि खोल पनि कति राम्रो, माया लाउनु खोल। बुढाकै देशको होला खोल चाउचाउको यो खोल पनि फाल्न मन लागेन। बुढाले पठाइदिएको त होइन, मेरो प्यारी नन्दले ल्याइदिनु भएको मलाई। यो चाहिँ रेडी भयो है। लक्ष्मीले खाना पनि सुरु गर्नुभयो। खतरा देख्यो। अब हामी सस राखेर खान्छौँ।